आज म हजुरहरूको लागि एकदमै स्पेशल ग्रेभी चिकनको रेसिपी लिएर आएकी छु। यसलाई हामीले एकदमै कम सामान र कम समयमा र घरमा रहेको एकदमै थोरै सामानबाट नै बनाएर म देखाउँछु र हजुरहरूले पनि यसरी नै ट्राई गरेर खानुहोला, एकदमै मिठो हुन्छ। हेलो एभ्रिवान, यम्मी फुड रेसिपीमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। हेर्दै खाउँ खाउँ लाग्ने चिकन ग्रेभीको रेसिपी सुरु गरौँ है त। त्यसको लागि मैले एउटा कराईलाई बसालेँ र कराईमा मैले राखेकी छु 3 चम्चा जति तेल र तेल तातिसकेपछि मैले यता लिएकी छु 600 ग्राम चिकन। चिकनलाई मैले धोएर पखालेर रेडी गरिसकेको हो। मैले चाहिँ सानो पिसमा लिएकी छु र तेल तातिसकेको छ। मैले यसमा मसिनो गरेर काटेको पियाजलाई पनि राख्छु। हामीले चाहिँ पहिला मासु फ्राई गरेर पनि बनाउन मिल्छ र पहिला पियाज नै फ्राई गरेर पनि बनाउन मिल्छ। हामीले यो चिकन चाहिँ धेरै तरिकाबाट बनाउन सक्छौँ। आज चाहिँ मैले पहिला नै पियाज फ्राई गरेर बनाउन लागेकी हुँ। पियाज पनि अलिअलि फ्राई भइसक्यो। अब भने म चिकनलाई राख्छु। अब हामीले यो मासुलाई पनि यसरी चलाउँदै भुट्दै गर्छौँ। यसरी मजाले मैले हाई हिटमा नै यसरी चलाउँदै भुट्दै गरेकी छु, किनभने यसमा अलिअलि पानी हुन्छ। हाई हिटमा भुट्दाखेरि चाहिँ छिट्टो नै हाम्रो पानी सुक्छ र चिकन पनि एकदम राम्रोसँग फ्राई हुन्छ। यसरी यता फ्राई हुँदैछ। अब भने मैले अर्को तयारी गर्छु। त्यसको लागि मैले लसुन, अदुवा र यो डल्ले खुर्सानी एउटा र आधालाई राखेकी छु। यसलाई मैले मसिनो पेस्ट बनाएर पिस्छु। हामीले धेरै मसलाहरू राख्दैनौँ, एकदमै कम मसला राखेर नै आज यो मासु बनाउने हो। हाम्रो यो मासु पनि एकदम राम्रोसँग फ्राई भइसकेको छ। अब मैले यसमा राखेकी छु लसुन, अदुवा र खुर्सानीको पेस्ट। अब फेरि म चलाउँदै 2 मिनेट जति यसरी भुट्दै गर्छु। अब फेरि मैले यसमा राख्छु केही मसलाहरू। त्यसको लागि मैले लिएकी छु बेसार। यो चाहिँ घरको बेसार हो, त्यही भएर रातो रातो छ। स्वादअनुसार नुनलाई राखेँ र मैले यो जिरा र धनियाँको मिक्स 1 चम्चा र आधा चम्चा राखेँ। यो चाहिँ काश्मिरी रेड चिल्ली पाउडर 1 चम्चा र आधा चम्चालाई राखेँ र यसलाई पनि राम्रोसँग मिक्स हुने गरेर यसरी चलाएर पकाउँछु। हामीले यो मासु 20 देखि 25 मिनेटमा नै रेडी गर्छौँ, धेरै समय पनि लाग्दैन। अब यत्तिको भुटिसकेपछि मसला राखेर भुटिसकेपछि यसमा मैले अब मसिनो गरेर काटेको टमाटरलाई पनि राख्छु। टमाटरलाई चाहिँ मैले पिँधमा राख्छु। पिँधमा राख्दा चाहिँ एकदम राम्रोसँग पाक्छ। र मैले एकछिन 5 मिनेट जति यसलाई मासुले छोपेर र माथिबाट मैले छोपेर पनि पकाउँछु। र मैले अब राख्दैछु माथिबाट 1 चम्चा गरम मसला र गरम मसलालाई पनि राखेँ र राखिसकेपछि मैले 4-5 मिनेट जति छोपेर पकाउँछु मिडियम टु लो हिटमा। 5 मिनेट पनि भइसकेको छ। हाम्रो यो टमाटर पनि गलिसकेको छ। अब भने यसलाई मैले राम्रोसँग एकपल्ट चलाउँछु। हाम्रो यो चिकन ग्रेभी पनि रेडी भइसकेको छ। हामीले धेरै बेर पकाउनु पर्दैन। अब यसरी नै हजुरहरूले पुरा भिडियो हेरेर कस्तो लाग्छ लाइक, कमेन्ट र सेयर पनि गरिदिनु होला है। र यस्तै नयाँ नयाँ भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला र छेउमा रहेको बेल आइकनलाई प्रेस गर्न नबिर्सिनु होला। अब भने मैले माथिबाट हरियो धनियाँले गार्निसिङ गर्छु र मैले ग्यासको हिटलाई पनि अफ गरेँ। हाम्रो यो चिकन ग्रेभी एकदमै रेडी भइसकेको छ र यो मैले सर्भ गर्न लागेकी हुँ। सर्भ गर्नको लागि हाम्रो यो चिकन ग्रेभी रेडी भइसकेको छ। हजुरहरूले पनि यसरी नै पकाएर खानुहोला, एकदमै कम समय कम सामानमा रेडी हुन्छ।
मैले अब एउटा कचौरामा सर्भ गरेर देखाउँछु। हजुरहरूले राइस, रोटी, चिउरा, भुजा जेसँग पनि खान सक्नुहुन्छ। कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नबिर्सिनुहोला है त साथीहरू। हवस् त बाई, सी यू नेक्स्ट भिडियोमा। वाउ कति राम्रो।